सुन्नुस् प्रचण्डको नयाँ प्लान। अब हामी अहिलेको जमाना अनुसार अब ठुलठुला सभा चुनाव आउँदैछ, ठुलठुला सभा गर्नेतिर भन्दा अब घर घर टोल टोलमा जनतासँग प्रत्यक्ष भेटघाट गरेर हाम्रा सङ्कल्पहरू, हाम्रा एजेन्डाहरू उनीहरूलाई बुझाउने कुरा महत्त्वपूर्ण छ। ठुला सभा गरेर भोट धेरै आउने भन्ने जमाना धेरै पुरानो भइसक्यो। अब हामीले अपिल त गर्नुपर्छ, कहिलेकाहीँ हामीले गरिसक्यौँ। रातै प्रदेशमा हामीले ठुलठुला सभा गरेर जनतालाई अपिल गरिसक्यौँ। अब जनताको घरमा गएर टोल टोलमा गएर उनीहरूलाई हाम्रा एजेन्डाहरू यी हुन्, हाम्रो आत्मसमीक्षा र आत्मआलोचना यो हो, हामी पुराना गल्तीबाट सिकेर अब नयाँ ढङ्गले अगाडि जान चाहेका छौँ र यो देशको नेतृत्व लिन चाहेका छौँ भन्ने कुरा जनतालाई बताउन जरुरी छ। भने अर्कातिर अहिलेको जमाना भनेको आइटीको जमाना, डिजिटलाइजेसनको जमाना छ। त्यसकारण आइटीको प्रयोग गरेर सम्पूर्ण युवा पुस्ताहरूको मन मस्तिष्कमा छिर्ने कुरालाई पनि हामी सबैले आफ्नो ठाउँबाट पहल गर्नुपर्ने अवस्था छ। हेर्नुस्, प्रचण्डले अब नयाँ नयाँ तरिका प्रयोग गरिन्छन्। अब चाहिँ आइटीको युगमा टेक्नोलोजीको प्रयोग गरिन्छन्। भोट प्राप्त गर्नका लागि योभन्दा पहिला मान्छेहरूलाई प्रयोग गर्दै आएका थिए। यो त तपाईहरूलाई थाहै छन्, उसको इतिहास के छ। होशियार देशवासियों, नत्र फेरि 5 वर्षका लागि विगतमा भएका घटनाहरू जस्तै भोग्नु पर्ने छन्। अनुरोध छ देशवासीहरूसँग कि यो पालि आफ्नो मत अधिकारलाई दुरुपयोग नगर्नु र नगराउनु होला। र साथै जेनजी युवाहरूलाई पनि अनुरोध छ कि आफ्नो आफ्नो गार्जियनलाई सम्झाई बुझाई मत अधिकारको प्रयोग गर्नु र गराउनुहोस्। भिडियो राम्रो लाग्यो भने लाइक, सब्सक्राइब र शेयर गरिदिनु होला र आफ्नो सुझाव कमेन्ट बक्समा लेख्नुहोस्। धन्यवाद। यो मेरो पहिलो भिडियो सुट हो। उम्मीद छ कि तपाईहरूलाई राम्रै लागेको होला। धेरै गल्ती पनि हुन सकिन्छ, माफ गरिदिनु अनुरोध छ। धन्यवाद।